मेरो नाम प्रांशु अग्रवाल हो र आज हामी किर्चफ्स लको बारेमा पढ्छौं। किर्चफ्स ल बनाउनुको मूल कारण चाहिँ यो V इज इक्वल्स टु IR, जसलाई हामी अर्को नाम ओम्स लबाट पनि चिन्छौं। यो सफिसिएन्ट थिएन। के गर्न सफिसिएन्ट थिएन? कम्प्लेक्स सर्किटहरू सल्भ गर्न सफिसिएन्ट थिएन। त्यही भएर किर्चफ भन्ने साइन्टिस्टले दुईटा ल दियो, करेन्ट ल र भोल्टेज ल, जुन इलेक्ट्रोम्याग्नेटिक फिल्डको जनरामा धेरै युज हुन्छ। सो हामी पहिला करेन्ट ल हेर्छौं। सो व्हाट इज करेन्ट ल? सुरुमा स्टेटमेन्ट पढौं। स्टेटमेन्ट रट्ने ट्राई नगर्नुहोस्, सुरुमा पढ्नुहोस्। देन आई विल एक्सप्लेन द मैथमेटिक्स अफ दिस स्टेटमेन्ट, देन आफै बुझिहाल्नुहुन्छ। यु डोन्ट नीड टु मग अप इट। So the statement goes like this: current flowing towards the junction is equal to the current flowing away from the junction. Or the algebraic, yo pahilo, this is first part. This is first part. Current flowing toward, you can either write this or you can write यो और पछिको पनि तपाईहरुले लेख्न सक्नुहुन्छ। So current flowing toward the junction is equal to the current flowing away from the junction. अब यसको मिनिङ बुझौं। यो फिगर छ, यहाँ एउटा जंक्शन छ, यो जुन जंक्शन मैले मार्क गरेको छु, यो दिस वन। यहाँ दुईटा करेन्ट आउँदैछ, I1 र I2। यो एरोले हामीलाई देखाइरहेछ कि यो करेन्ट यो जंक्शन प्रति आउँदैछ, I1 र I2। र दुईटा करेन्ट यो जंक्शनबाट जाँदैछ, I3 र I4। र यो स्टेटमेन्टले के भन्छ भने द करेन्ट फ्लोइङ टुवर्ड द जंक्शन, मतलब कुन करेन्ट जंक्शन तिर फ्लो भइरहेछ। यो खासमा स्टेटमेन्टमा हुनु पर्ने करेन्ट फ्लो, द सम अफ करेन्ट फ्लोइङ टुवर्ड द जंक्शन इज इक्वल टु द सम अफ करेन्ट फ्लोइङ अवे फ्रम द जंक्शन। सो सम अफ करेन्ट फ्लोइङ टुवर्ड द जंक्शन इज इक्वल टु I1 प्लस I2 इज इक्वल टु सम अफ करेन्ट फ्लोइङ अवे फ्रम द जंक्शन। अब हामी यही एक्सप्रेसनबाट यो सेकेन्ड स्टेटमेन्ट सम्म पनि पुग्न सक्छौं। सो लेट्स रिच देयर। एकैछिन I3 प्लस I4 यो एक्सप्रेसनबाट हामी रिच गर्छौं यो जुन अर्को स्टेटमेन्ट छ KCL को। सो I1 प्लस I2 इज इक्वल्स टु I3 प्लस I4 लाई हामी लेख्न सक्छौं I1 प्लस I2 माइनस I3 माइनस I4 हो नि, is equals to 0, or we can write it as I1 plus I2 plus of minus I3 plus of minus I4 is equals to 0। प्लस माइनस माइनस भएर फेरि यही हुन्छ। सो मैले यसलाई यसरी लेख्न पाए, यसलाई मैले यसरी लेख्न पाए। अब अल्जेब्रिक सम, अब तपाईहरुले भन्नुहुन्छ यो I3 र I4 मा यो एक्स्ट्रा माइनस आइराछ, तपाई यो स्टेटमेन्टमा त सम मात्रै छ। बट करेन्ट के हो? करेन्ट टेन्सर क्वान्टिटी हो। करेन्ट इज अ टेन्सर क्वान्टिटी। करेन्ट इज नॉट अ वेक्टर, नॉट अ वेक्टर, बट करेन्ट सँग के हुन्छ? डाइरेक्सन हुन्छ। करेन्ट हैज डाइरेक्सन। सो टेन्सर क्वान्टिटी भएकोले यो I1 र I2 को डाइरेक्सन एउटा छ, यो टुवर्ड्स आइराछ, र I3 र I4 को डाइरेक्सन अर्को छ। सो यो अर्को डाइरेक्सन देखाउनको लागि सेम डाइरेक्सनमा नभएको कारणले यो माइनस साइनले यसको अपोजिट डाइरेक्सन देखाइराछ। तपाईले यो I3 र I4 मा प्लस लेखेर I1 र I2 मा माइनस लेख्न सक्नुहुन्छ। दैट इज सेम एज दिस स्टेटमेन्ट। सो अब यहाँबाट we reach here, so we can conclude the algebraic sum of currents meeting at a junction is 0। KCL धेरै सजिलो छ, एक्जाममा पनि यसको एक्लैको क्वेशन आउँदैन, कम्बाइन्ड सर्किट दिएको हुन्छ, त्यहाँ हामीले KCL KVL दुईटै लगाएर सल्भ गर्नुपर्छ। we'll see that problem, see those kind of problem in future videos। so अब नेक्स्ट टपिकमा जाउँ हामी KVL। म आशा गर्दछु you guys must have understood KCL। केही बुझ्नु भएन भने यो कमेन्ट, I'll reply।
सो अब केवीएल केवीएल को स्टेटमेंट पनि सेम सिमिलर छ केसीएल सँग, मात्रै केसीएल मा हामी करेन्ट सँग डिल गर्छौं भने भोल्टेज ल मा हामी भोल्टेज सँग पोटेन्शियल डिफरेन्स सँग डिल गर्छौं र नामले नै भन्छ कि current law means we deal with current, voltage law means we deal with voltage. So let's see what the statement says. The algebraic sum of all the voltages in a loop is equals to 0. So KVL जसरी KCL एप्लाई गर्नको लागि हामीलाई एउटा जंक्सन चाहिएको थियो, त्यस्तै KVL एप्लाई गर्नको लागि हामीलाई एउटा लूप चाहिएको छ, इलेक्ट्रिकल लूप चाहिएको छ, क्लोज्ड लूप चाहिएको छ. सो यो मैले एक्जाम्पलमा यो लूप बनाएको छु. यो लूपमा सबै भोल्टेजको अल्जेब्रिक सम के हुन्छ 0 हुन्छ, त्यो केवीएल ले भन्छ. के भन्न खोजेको हेरौं. यो लूप छ एबीसी. अब हामी केवीएल एप्लाई गरौं इन लूप एबीसीडी. एबीसीडी मा केवीएल एप्लाई गरौं. सो मतलब एबीसीडी मा एप्लाई गरेको भनेको ए देखि डी सम्म जाँदैछौं हामी, यो डाइरेक्सनमा जाँदैछौं. ठीक छ. यो हाम्रो मानौ हामी डीसी हामी यो डाइरेक्सनमा नि एप्लाई, यसको उल्टोमा पनि एप्लाई गर्न सक्थ्यौं. दैट्स आवर चोइस. सो मैले यो डाइरेक्सनमा एप्लाई गरे. सो लेट्स सी. अब यो एउटा ब्याट्री हो, यो ब्याट्रीको केही भोल्टेज हुन्छ. सो यसलाई मानौं VAB. यो ब्याट्रीको भोल्टेजलाई मानौं VAB. अब यसले के भनेको छ, सबै हामीलाई यो लूपको सबै भोल्टेजहरु चाहियो. सो हाम्रो पहिलो भोल्टेज यो ब्याट्रीको भोल्टेज हो. सो यसमा मेन कुरा के छ भने कहाँ प्लस लेख्ने र कहाँ माइनस लेख्ने. सो यदि ब्याट्री हामी ए देखि बी मा जाँदैछौं, ए देखि बी मा जाँदा ब्याट्री प्लस बाट माइनस मा जान्छ. ब्याट्री के बाट के मा गइराछ, ब्याट्री माइनस मा गइराछ. सो माइनस लिन्छौं यसको भोल्टेजको अगाडि, माइनस VAB. अब अर्को, यो लूपमा करेन्ट आई फ्लो भइराछ, यहाँ रेजिस्टेन्स आर छ. सो यो रेजिस्टरको एक्रस एउटा भोल्टेज ड्रप हुन्छ, पोटेन्शियल ड्रप हुन्छ. त्यसलाई के भन्छ IR. V = IR, ओम्स ल. सो अब यो IR त लेख्यौं. अब यहाँ प्लस हुन्छ कि माइनस हुन्छ. हाम्रो लूपको डाइरेक्सन ब्याट्रीमा तपाईहरुले बुझ्नुभयो, प्लस देखि माइनस मा जाँदा माइनस हुन्छ, माइनस देखि प्लस मा जाँदा प्लस हुन्छ. जतातिर जाँदैछ त्यसकै डाइरेक्सन हुन्छ. सो हाम्रो अब लूपको डाइरेक्सन के छ, B देखि C छ र करेन्टको डाइरेक्सन पनि B देखि C नै छ. र लूपको डाइरेक्सन र करेन्टको डाइरेक्सन म्याच हुन्छ भने त्यहाँ माइनस लाग्छ. यदि हामी C देखि B गइराको भए र करेन्ट चाहिँ B देखि C आइराको भए यहाँ अहिले प्लस हुन्थ्यो. तर यहाँ लूपको डाइरेक्सन र करेन्टको डाइरेक्सन म्याच भएकोले गर्दा यो माइनस साइन आयो. सो अब फेरि हामी यहाँ प्लस देखि माइनस मा जाँदैछौं. यसलाई म मान्छु VCD. माइनस VCD = 0. सबै भोल्टेज भयो. अब यहाँ माइनस कमन लिएर VAB प्लस IR प्लस VCD = 0. VAB प्लस IR प्लस VCD = 0. मेन यसमा बुझ्नुपर्ने के हो भने तपाईहरुले डाइरेक्सन, म एकचोटी फेरि बुझाइदिन्छु. ब्याट्री म यहाँ लेखिदिन्छु, ब्याट्री पोजिटिभ टु नेगेटिभ, भोल्टेज नेगेटिभ. ब्याट्री नेगेटिभ टु पोजिटिभ, भोल्टेज पोजिटिभ. अनि फर रेजिस्टर direction of current is equals to direction of loop. So voltage is equals to negative. Direction of current is not equals to direction of loop. Voltage is equals to positive. So यो थियो किर्चॉफ्स लॉ को थ्योरी, करंट लॉ, वोल्टेज लॉ. थ्योरी में हामीले बुझ्नु पर्ने यति हो. अब हामी
फर्दर यसको एक दुईवटा फर्दर यसको न्युमेरिकलहरू हेर्छौँ र यसको एप्लिकेसनहरू छ लाइक व्हीटस्टोन ब्रिज पोटेन्सियोमिटर त्योहरू हेर्छौँ फर्दर भिडियोजमा। केही बुझ्नु भएन भने यु गाइज क्यान कमेन्ट, आई विल ट्राई टु एन्सर इट।